कोठाभित्र सफा गरिरहेको थिएँ पंखा। सोचिरहेको छु यसपालि जान्छु घुम्नलाई श्रीलङ्का। अच्छा श्रीलङ्का जाने छैन मसँग दम, किनभने बजेट भइरहेको छ मसँग कम। कसरी उपाय गर्ने यति धेरै पैसा, सायद बेच्नु पर्छ कसैको समातेर अँध्यारोमा भैसा। श्रीलङ्का जानलाई ब्याङ्कबाट पैसा साटेको, एक कुनामा बसेर पैसा गान्दा 4-5 वटा नोट दियो फाटेको। पैसा छैन त्यही भएर गोजी भएको छ मेरो पुरै खाली, खाना खाएपछि मस्काउन गए थाली। लाइन पनि गयो त्यही भएर बन्द भयो पंखा, सायद म यो जन्ममा पनि जान पाउँदिन होला श्रीलङ्का।